हेलो गाइस, सबैजनालाई नमस्ते। अनि के कसो भइरहेको छ? पानी परिरहेको छ यता चाहिँ, होइन? मैले चाहिँ यतातिर पानी बबाल बबाल पानी परिरहेको छ, धेरै नै पानी परिरहेको छ। मेरो चाहिँ 2 दिन छुट्टीको कारणले म चाहिँ घुम्न मस्त घुम्न पाएँ, खुसी लागिरहेको छ गाइस, होइन? रमाइलो भइरहेको छ। सबैजना सन्चै हुनुहुन्छ होला, म नि सन्चै आरामै छु है। अब चाहिँ दामी तरिकाले चाहिँ 2 दिनमा चाहिँ दामी भिडियोहरू बनाएर हाल्नुपर्छ कि, देखाउनुपर्छ नि त। माहौल चहरको पर्को माहौलहरू दिनुपर्छ नि त। हामीले पनि सबैजनालाई सपोर्ट गरिदिनु होला, होइन? माया चाहियो नि त, माया चाहियो नि त। अब मलाई त होइन, माया नै चाहिएको फेरि, है? माया चाहिँ गरिराख्नु भएको छ फेसबुकमा चाहिँ, होइन? 5000 फलोवर्स चाहिँ पुगिसक्नु भएको छ। जस्ट अब चाहिँ हामीले युट्युबतिर पनि हल्का दिनुपर्ने हुन्छ है, चहल पहल गाई चाहिँ, होइन? त्यो हात पाटिन्छ कि गाइज, अब के गर्नु, हात मोबाइल ठड्याएर हिँड्नुपर्छ नि त, होइन? अघि चाहिँ मैले हजुरहरूलाई दामी भ्युज देखाउने भनिरहेको थिएँ, आइपुगेको छु म दामी भ्युज देखिने ठाउँमा चाहिँ, होइन? हाइटमा आइसकेको छु है। यहाँको हाइट हो सबैभन्दा हाइट हो, तर अझै पनि राम्रो देखिँदो रहेछ, होइन? हल्का माथि गएको भए त हुन्थ्यो कि के हो म, होइन? ठिक छ, त्यही पनि यहीँदेखि देखाउने कोसिस गर्नेछु हजुरहरूलाई, होइन? दामी हो। फेरि म बस्ने ठाउँ फेरि त्यस्तो सिटी एरिया होइन नि त, गाउँ हो। गाउँमा दामी हुन्छ नि त, हरियाली छ, चिसो छ, रमाइलो छ, हुन्छ गाइजहरू, दामी, होइन? दामी, वाह, यस्तो दामी ठाउँ छ क्या गाइज, होइन? यस्तो दामी ठाउँमा बस्छ नि त फेरि टेकु त, माहौल हटाइदिन्छ नि त फेरि। है गाइज, ल छुट्टिनुपर्छ, ब्याक अर्को भिडियोमा चाहिँ आउँछ गाइज, है? दामी दामीहरू सिनहरू आउँछ नि फेरि, त्यस्तो फाल्तु टाइपको भिडियोहरू हाल्दिनँ नि त मैले फेरि, होइन? दामी दामी। ल फेरि अर्को चान्स पनि देखाइदिएँ मैले हजुरहरूलाई, फुल जुम गरेर गाइज, देख्न सक्नुहुन्छ। वाउ, त्यही भएर त नि आइफोन भनेको आइफोन नै हो गाइज, है? लाग्छ मलाई चाहिँ दामी।